जोजोलपा नेवा पत्रकार राशिदबु या कोभिड-19 सचेतना कव पाखे हरेक बुधबार व शनिबार प्रसारण जाचुकु तो फेसबुक लाइभ ब्याजोले शीर्षकमै फुसित लस्कुस्नु हरेक हप्ता हिनु कोभिड-19 सचेतना पाखे चाहिँ छु ब्याजोको लाइभ चाहिँ हरेक कोभिड-19 असर लान चौकुपी हरेक क्षेत्र विभिन्न पक्षबारे चाहिँ विज्ञता लिसे खलाबला यान्चो जुल थौ छिसँग ठे कोभिड-19 असर लान छु फरक चाहे छु बिस्काय क्षेत्रबारे खलाएको जी वठाएको खेलकुद क्षेत्र ख वराइगु कासा ख कोभिड-19 महामारी फलि थपजु 6 महिना देंगल ओके खेलकुद न अस्ति 2 लाख खाय मजुल तर ऐसा विश्व खेलकुद चाहिँ थो कोरोना महामारी चाहिँ तो ज्ञाति रक्षी के कोशिश चंदु प्रयास चंदु तार सा चिसो अन्तर्राष्ट्रिय फुटबल यो खलाय फसा फुटबल या क्लब लेभल या दक्ले तरौं फुटबल कासा च्याम्पियन्स लिग सिरियल रुगल इंग्लैंड इंग्लिश प्रीमियर लीग स्पेन ला लिगा इटाली सीrie अले बुन्देसलिगा न सिरियल रुगल जर्मनी अथे क्रिकेट या खलाय फसा अन्तर्राष्ट्रिय क्रिकेट न लिहावे रुगल पाकिस्तान वेस्ट इंडिज इंग्लैंड वहाँ क्रिकेट श्रृंखला मिटिङ ल अस्ट्रेलिया व इंग्लैंड दथु चाहिँ क्रिकेट T20 श्रृंखला जुयातुङदु प्रोफेसनल क्रिकेट यो खनाय फसा चाहिँ वेस्ट इंडिज चाहिँ क्यारिबियन प्रिमियर लीग CPL T20 जुयातुङदु बुकी चाहिँ झि नेपाल लेग स्पिनर सन्दीप लामी छानेन बटिकाइ मिजतुङ ख बटिकाइ तुङ ख छिउ नेपाली चौ दुर्भाग्य धामा म्यो सन्दीप लामी चाहिँ टिम चाहिँ समयका तालावात चाहिँ सेमिफाइनल बुत छिउ छौ चाहिँ माइक्रोसुङ खजुल अथे T20 दक्ले तरौं T20 दक्ले तरौं तो लीग रात है प्रोफेसनल लीग है वो IPL न सुरु जुइतेङदु टेनिस खलास खसा टेनिस न दुसे वेङल WTO ATP टुर सुरु जुइदिङल वर्ष अन्तिम ग्रान्ड स्ल्याम अमेरिकन ओपन सुरु जुयाचङदु अथो भूमिका बाँडेनो अर्थ चाहिँ छुरासा विश्व खेलकुद चाहिँ कोरोना महामारी दथिन विश्व खेलकुद चाहिँ कोरोना महामारी दथिन तो कोरोना महामारी चाहिँ ग्याचुको प्रयास त सन्तौदु तर नेपाली खेलकुद तासा गुले सोधिले छु अन्दाज आफू संकेतै जचौ मोरु ओके झिसा थौ चाहिँ कोरोना महामारी नेपाली खेलकुद अझ था फुटबल या त लागु असर बारे कुनाउदी ओके लागि झिसा चाहिँ नेपाली खेलकुद या छम नेपाली फुटबल या छम व्यक्तित्व त सतत बनतयदु वेक 15 वर्ष तक नेपाली फुटबल राष्ट्रिय टिम या गोल पोस्ट रक्षयान्दिम नेपाली राष्ट्रिय पूर्व अन्तर्राष्ट्रिय गोल रक्षक कासा जीवन लिपा वेक नेपाली राष्ट्रिय फुटबल टिम या प्रशिक्षक जिम्मेवारी न काइदिल अठे वर्तमान या खनाय खसा वेक देशका सर्वोच्च फुटबल संस्था एन्फा या चाहिँ उपाध्यक्ष भूमिका निर्वाहन चनौदु वेक उपेन्द्र मानसिंह नेपाली फुटबल समष्टि उपेन्द्र मानसिंह या त थन लस्कुस्या उपेन्द्रज्यू फेसबुक लस जोजोलपा उपेन्द्रज्यू दक्ले नापाला छिगु तो कोभिड-19 महामारी चाहिँ थियो दैनिक दिनचर्या चाहिँ कति जस्तो गएको दाइसले कोभिड-19 हैन तो विश्व चाहिँ तरौं चाहिँ समस्या चाहिँ वइजौं विश्व अथके जाने छि नेपालले न छिन असुट्ट जाने मजो मला अथो कोभिड याना चाहिँ थो जुन छिन आज ढाइदिउ थे तो खेलको त्यो गतिविधिला एकदमै बन्ने जो अवस्था दु आ मला चाहिँ 11 गते चाहिँ जुन लकडाउन ल वनि ह छिउ चाहिँ ए डिभिजन लिग न सिरल अले बी डिभिजन लिग न चाहिँ छिउ खेल सञ्चालन जेजौ बले कोभिड-19 न चाहिँ तो गेम बिचे चाहिँ छिस स्टगन या माउ अवस्था होला अले ओसान चाहिँ छिउ चाहिँ खेलकुद गतिविधि फुटबल गतिविधि थपे जेजौ दु मला चाहिँ एसा छिउ चाहिँ एनफायु चाहिँ दुनैपटि ज्या चाहिँ छिस योके ज्यान जुनु दु पेपर वर्क त योके यान जुनु दु छिस चाहिँ थो बिचे छिस जाने नेपाल सरकार रेट न पछि राष्ट्रिय टिम वर्ल्ड कप लागि तयारी या मलर या चाहिँ छिस चाहिँ अनै पिण्ड स्वीकृति चाहिँ छिस काया
अहिले छि राष्ट्रिय खेलाडी टेटर न ढोकस्त छिसँग चाहिँ काठमाडौँ सटा राष्ट्रिय टिम वर्ल्ड कप लागि तयारी लागि छिसँग ट्रेनिङ चाहिँ सञ्चालन या लागि पिसिआर टक्न या नो चिज अहिले हान छक्ल काठमाडौँले हान छक्ल वो चाहिँ कोरोना यो चाहिँ महामारी जोया चाहिँ जो अवस्था याना तो छिसँग हान चाहिँ बन्न या माउ अवस्था उया हान खेलाडी टेटर चाहिँ छिसँग चाहिँ छे छे माउ अवस्था होला छ्या रासा तक्से पहिला खेलाडी टेटे स्वास्थ्य स्वास्थ्य सिके तरो मेउ चिज दैम हो स्वास्थ्य दल आशा छिसँग मेउ चिज न्याम या फैजुली छिसँग फिफा न ढाइजौँ दो स्वास्थ्य तक्से मध्ये पहिला फर्स्ट प्रायोरिटी स्वास्थ्य चाहिँ बिमार है फिफा यो न चाहिँ मान्यता र छिसँग फलो याना चाहिँ छिसँग चाहिँ खेल स्थगत चाहिँ या म अवस्था जुलगा छिसँग पटक पटक आन छि अखिल नेपाल फुटबलसँग न आन पटक पटक चाहिँ सरकारले चाहिँ छिसँग चाहिँ आह्वान एन्जुनु दो आठो खेलकुद चाहिँ चलामाइन या माल आठुके चाहिँ टोको छि खेलाडी त चाहिँ 5-6 महिना डे हुँला छिसँग चाहिँ सुए गतिविधि या फुम हो आटो फुटबल हाइरो अझ फिजिकल गेम ख मलाई आटो 5-6 महिना खेलाडी त ट्रेनिङ चाहिँ या हो चाहिँ अवस्था मरोजुले खेलाडी पर्फर्मेन्स इपि हान फुटबलै वेव लागि इम्सा हान कोन चाहिँ योकै चाहिँ ज्यासुरिया माउ जुजुले हान छिउ चाहिँ फुटबल चाहिँ लेभल चाहिँ अझ घटे जिल्ला रहे छिटो चाहिँ ज्ञान चाउँदुका ठिकै छ ओपेन जो तर किन बांग्ला खलान्दिल र थौ इन्टरनेट चाहिँ नेपाली फुटबलले ब्ले ल्यावे टाइप ख छारा सा जिन र भूमिका न दा न विश्व खेलकुद ल पत सक्रिय जुत सया चौदु अठे खला खसा छि दक्षिण एशियाई जुल दक्षिण एशियाई टिम त नेशनल टिम कल याङल प्रशिक्षण दु झिवो झि नेपाली टिम स्ट्राइकर अभिषेक रिजाले इन्डिया उना तो कोभिड महामारी दुनिया इन्डिया उना फुटबल मिटाउन चाउँदु तर नेपाली फुटबल छि धाइदिल प्रयास जचाउँदु तर नेपाली फुटबल चाहिँ ठ्याक्क छि सेवले चाहिँ गुले ल्यावे थे जो गुले ल्या फुल वो फुक्स इन्ट्रेस्ट न विषय छ एक भाषिक दिसले आठो ढिस चाहिँ ठ्याक्क ढ्याकै अवस्था चाहिँ मरुवा मुखला छ्यारा सा झिस न नेपाल सरकार यो गाइडलाइन फलो या मला मुखला एज या छ्यारा सा नेपाल सरकार यो गाइडलाइन झिस फलो म्याक चाहिँ झिस ठयो किसिम चाहिँ ज्यासन ल्याउ इबा हान सुजु ल्याउ चाहिँ छिटो टरौँ चाहिँ समस्या वही जो जुले झिस चाहिँ सरकार यो गाइडलाइन चाहिँ फलोयामा एजुले झिस चाहिँ सरकारले त चाहिँ झिस स्वीकृति सरकारी स्वीकृति बिना झिस या खजुइ मुखो मुला छ्यारासा छिन हजन ढाइदिल युरोपे योको खेल चाहिँ गतिविधि त सुरु जिनु अवस्था दु मला वे ख पुरा झिस सेसिउ चिज तर झिउ नेपाली कन्टेस्ट चाहिँ झिस ठु चिज चाहिँ सूर्य आउनु अवस्था चाहिँ भरिया मरै जाउँदु था सा छि सेसिउ नेपालले फुटबलले अधिकांश खेलाडी त काठमाडौँ पिने पिन जुले खेलाडी त अन हया क्लब चाहिँ खेलाडी त चाहिँ जिल्ला जिल्ला थन काठमाडौँ हया इम त चाहिँ जुन गाइडलाइन्स अनुसार WHO यो गाइडलाइन्स अनुसार खेलाडी त तया सुविधा बिया छिसँग चाहिँ ओ या अवस्था छियो चाहिँ क्लब यो अवस्था न मरुजुले अथवा तत्कालले नै छिसँग चाहिँ तो युरोपीय चाहिँ कम्पेरियना छिसँग चाहिँ तो गाइडलाइन फलो हैन चाहिँ ट्रेनिङ चाहिँ तो म्याच त चाहिँ कन्डक्ट क्या चाहिँ छियो चाहिँ सम्भव चाहिँ जी चाहिँ कोभिड-19 कोरोना भाइरस अझ झन् काठमाडौँले अझ मारामार जेचाउँदो मलाई ठाउँ हजार जन नागे जो अवस्था ठाउँ एजुले तो जाने सिके सिरियस अवस्था काठमाडौँ जाने एजुले हानो तो खेल हान झिसा काठमाडौँ यामा जोजुले ठुके चाहिँ झिसा चाहिँ ठाउँ अधिकांश क्लब त्यसमा न फुटबल चाहिँ भिडियो चाहिँ यो लागि चाहिँ रिस्क काइ मुख्ने चाहिँ चोको जिउ अवस्था दुबा आ चाहिँ ओपेन जी छिना धाइजुल वला खेफु तर छौ के रासा छिउ बी डिभिजन ला मिटो मिटो ए ब्रेक जुजुल मुखला तो कोभिड महामारी सी डिभिजन न क्यालेन्डर ज्याचौं जुल तो हिसाबमा सिलेन माउको तर छौ जुइ नि वो छौ प्रोटोकल देका छिसम छौ प्रोटोकल न देगु मुख एनफा सफाई ना अलि वो प्रोटोकॉल अछि ना बर खाली रङसाला मिटा वो खिलाते पीसीआर परीक्षण ना चाहिँ ओके चाहिँ बरु टेलिभिजन प्रत्यक्ष प्रसारण याव जिल्ला अलि ओके या म फसा चाहिँ छिन ठाउँ कुनै विभिन्न सामाजिक सञ्जाल दु एनफाईए वेबसाइट दु ओके ना चाहिँ वो विकल्प छ मसो छ रासा ठाउँ कुनै वो जस्तै दा नि तो मनु त तको मानसिक तनाव जदोले तो खेलकुद चाहिँ छौ चाहिँ इमो लागि चाहिँ पोजिटिभ हस्ना विपरीत छौ माध्यम जिफु खनि ओके विकल्प चाहिँ छ सोचे म आउजी
उपेन्द्र ठुके चाहिँ झी अखिल नेपाल फुटबल सङ्घ चाहिँ ठुके चाहिँ टरुङै झी न एकदमै चिन्ताकारी चुनौडु छा सानको खेलाडी चाहिँ टरुङ समस्या न उइचौडु मुला आ जुली खेलाडी त फिट जिया चुन माउ ख आ झन् थोला झन् खेलाडी त फिट मजुल ल्याउला झन् हान रोग न झिटा चाहिँ ठिफु इम्युनिटी पावर न झिउ घटे जिफु मुला यसुले इम्युनिटी पावर बढाउ लागि न खेलकुदला टरुङ चाहिँ भूमिका मिटा चाहिँ मिटिरहेको छि जी तोक्सा शेस्यु तो अवस्था न झिसा चाहिँ आ चाहिँ तो फुटबल है हन गेज जुला सा फिजिकल कन्ट्याक्ट यो गेम जुल ग्रुप गेम जुल एजुले आ झिसा चाहिँ नेपाल सरकार यो स्वीकृति चाहिँ काया उन बिचे भडोले झिसा चाहिँ भडो एकटे चाहिँ झिसा राष्ट्रिय टिम यो चाहिँ ट्रेनिङ सुरु या भयो चाहिँ हिसाब हो छिटोको खेलाडी त चाहिँ पिसिआर टेस्ट यागा न डोको झिसा चाहिँ रेडी डोको हो अनि एन5 पटी चाहिँ होस्टेल न डिइन्फेक्सन याना डोको चाहिँ झिसा चाहिँ यो स्वास्थ्य मन्त्रालय यो प्रोटोकल मेन्टेन याना त्यो डोको चाहिँ ज्या जाने सुरु जुया ट्रेनिङ या अवस्था थिन हो होला तर हान चाहिँ छक्ल ठो कोरोना चाहिँ महामारी जुले काठमाडौँ त्यो सरकारी हान निर्देशन चाहिँ सु लासा आठो तत्कालीन चाहिँ ठो खेलकुद गतिविधि चाहिँ आज चाहिँ सूर्य चाहिँ स्वीकृति हान खारिज आउ जुले त्यो झिसा चाहिँ रोकेमा अवस्था हो ख मलाई नसा अखिल नेपाल फुटबल सङ्घलाई फुटबल गतिविधि चाहिँ सुचारुमा रह्यो ला चाहिँ 100% नै झी चाहिँ एकदमै सकारात्मक हिसाबमा झी अगाडि भने बढे जजाउँदु मलाई एजुली आन झिस चाहिँ छिट आउठे अथवा बन्न चाहिँ स्टेडियममा झी चाहिँ प्रतियोगिता सञ्चालन या खला रह्यो न छिजुन खटाउ ख बोला एकदमै बालो ख मलाई झिस न अखिल नेपाल फुटबल सँग न त्यो चिजे चाहिँ एकदमै चाहिँ या मार्या झिटोको पासपी चाहिँ झी चाहिँ सरकार नेपाल सरकार न झिस पल्यान जुडो अच्छी सोई दिवस झी प्रवक्ता न इन्टरभ्यू न बिउडो आठो फुटबल चाहिँ चलायमान जुइमाल खेलकुद चलायमान यामल एजुली खेलकुद परिषद न चाहिँ पल्यामल खेलकुद मन्त्रालय न पल्यामल ध्या झिसा चाहिँ इम्रो ढकढकै आन्छु उडो होला तर समस्या थनु गन खर आशा आठो खेलाडी चाहिँ बन्न चाहिँ स्टेडियम भेटिएर झिटो समस्या मरो तर समस्या गन खर आशा त्यो क्लब खेलाडी त चाहिँ काठमाडौँ हेउ चाहिँ ठो चाहिँ तरौँ समस्या हो र हयान खेलाडी त्यो चाहिँ बन्दोबस्त चाहिँ छिटो टस्क ठाको बन्दोबस्त जिया चौँडुको आयु अवस्था एजुली चाहिँ ठो चिजे चाहिँ ठो चाहिँ नेपाल सरकारका ठो गतिविधि चाहिँ सुरु या त्यहाँ चाहिँ झिटो स्वीकृति बिउ अवस्था चाहिँ झिसमा बिस्तारै बिस्तारै चाहिँ क्लब नापो खलाना मलाई खेलाडी त अधिकांश खेलाडी काठमाडौँ पिनेपी जुले इम्तन बिस्तारै बिस्तारै हया चाहिँ स्वास्थ्य मन्त्रालय चाहिँ निर्देशन अनुसार मलाई यो प्रोटोकल मेन्टेन याना झिसमा बिस्तारै बिस्तारै सुरु या झी चाहिँ एकदमै अखिल नेपाल फुटबल सङ्घ ठुके चाहिँ न्याने बढाइजिया जुनाउँदो पर्छ ओपन छौ मोटु खन्छु आसा झिसमा जस्तै विश्वकप सेकेन्ड राउन्ड यो चाहिँ गेम यो लागि होम ग्राउन्ड यो म्याच यो लागि चाहिँ छिसा धाइदेल कल न याङ्गो कप खित फुक प्रोटोकल्स न देखिङु ख तर फिफा व एएफसी चाहिँ संयुक्त रूपमा जुन विश्वकप क्वालिफायर यो मिति सारेत नि वो सारे चाहिँ एन्फा न लिच्छे माउछु बाध्यता त थारा चाहिँ इम चाहिँ एन्फा एकाडेमी तया इमो नेशनल टिम यो चाहिँ भन्छ प्रशिक्षण यहाँको चौ सा उके चाहिँ भन्छ फाइदा त यो बालाई थे मचो वाला छिदो एकदम सही ख मलाई आ झिसा चाहिँ ढोको चिज चाहिँ प्रिपेयर याना चाहिँ ट्रेनिङ सुरु या नुए ख तर अले हान चाहिँ छिराथे फिफा एफसी न हान चाहिँ आज चाहिँ तत्कालीन चाहिँ ट्रेनिङ चाहिँ सुरु मटे खेलाडी स्वास्थ्य यो चाहिँ मध्यनजर याना चाहिँ फिफा व एफसी न झिउठो एसिया न चाहिँ ठो महामारी ज्याचौँ जुली फिफा न एफसी छ फिफा वो एफसी चाहिँ झी अध्यक्ष महासचिव नापो चाहिँ विषयले तर एकछिन वो एसिया मेमेउ झी मेमेउ देशला प्रशिक्षण यहाँको चौँ दुखे हुन्छ अहिले न्युज होइ चौँ नेपालले यहाँको मजुरी हो खडे भतिजा ठो विकसित देश चाहिँ सुरु यान्छौँ दो मलाई आठो उनो ठो भुटान न चाहिँ उनो सुरु आउ ख मलाई लिबा हान चाहिँ भुटान न ठो लिग त ढोको बन्न जुल हानो कोभिड आउन भचा चाहिँ फैले जुले भुटान न रोके यान्छौँ दो मलाई जुले नेपाली कन्टेस्टला ठो चिज चाहिँ फिफा व एफसी त झिसन ठो चिज चाहिँ रिपोर्टिङ यान चौँ महासचिव अध्यक्ष जिउ न यसले लिबा हान चाहिँ ठो एसियु चाहिँ कन्टेस्ट चाहिँ इमसँग चाहिँ एनालाइसिस याना चाहिँ सोबले ठो चाहिँ आज जुन इमसँग चाहिँ अक्टोबर नोभेम्बर चाहिँ वर्ल्ड कप क्वालिफाइङ राउन्ड दोस्रो राउन्ड चाहिँ इमसँग तालिका बिउ ख मलाई वो अनुसार झिसम तारे यार ढोको ठिकै जित गो हान वो चाहिँ तालिका चाहिँ महामारी हान बढे जसौँ जोडी इमसँग तालिका चाहिँ 7.5
झिसनलाई खेलाडी त्यो लागि झिसन चाहिँ इमु स्वास्थ्य लागि झिसन अखिल नेपाल फुटबल संघ न गम्भीर रूपमा चाहिँ स्वयं जोजुले ठो रिक्स चाहिँ झिसन चाहिँ क्या मुझे छा फिफा हो एफसी या ठो चीज त चाहिँ स्टगन यार या छिटो निर्देशन हो जुले अखिल नेपाल फुटबल संघ चाहिँ ठो चीज त चाहिँ तालिम त झिसन चाहिँ बन्न यानो ठिक जो पेन्जी तर छिसा जुन विश्वकप छनौट क्वालिफायर खयौँ होला मखला नेपालमा अवे म्याच अन्तर्गत चाहिँ नेपालमा अवे म्याच फुकुसिरेको ल नेपालमा दशरथ रङशाला नेपालमा जोर्डन अस्ट्रेलिया व चाइनिज त्यही पनि बाग्दनी नेपालमा दशरथ रङशाला थयोगु टिमना पो मिट्यु छौ दैहिरका चाहिँ दर्शक त एकदम उत्साहित जुचौँ अवस्था जस्तै त्यहाँ फिफा व एएफसी चाहिँ अब क्वालिफायर सारिन बिल छु बिचारा चाहिँ गुब्ले हान ठो वर्ल्ड कप क्वालिफाइङ नेपाली गेम त गुब्ले जुजी अलि दशरथ रङशाला चाहिँ नेपालमा जोर्डन अस्ट्रेलिया अथवा चाइनिज ताइपे मात्र नेपालमा मिटिपुटी चाहिँ दर्शक त्यसमा गुब्ले सुयो खनि छु बिचार एक तैसाले प्रोजेक्ट ठोला एकदमै दुःखद खबरै ख छिउ लागि मलाई छ्यारा छ छौ चाहिँ वर्ल्ड कप क्वालिफाइङ राउन्ड यो दोस्रो राउन्ड त छि होम म्याच त दुखौ छि चाहिँ नेपालै मिट्क्यौ र्या उके म चाहिँ नि ठो जुन वर्ल्ड कप दोस्रो राउन्ड यो चाहिँ नि तयारी समिति म संयोजक न दया बिउ ख अखिल नेपाल फुटिमा डन बिउ ख मलाई त जीमा विसर्ग रङ्गशाला झिसा ठेउ नक्सा जाने मर्बटेना छौ चाहिँ वर्ल्ड कप चाहिँ मिर्क्यु लाइक्यु चाहिँ रङ्गशाला झिसा तयारी आन्छुनु अवस्था ठो जाने हान जाने ठो खेल सरे जुले झिडला युके दुःख लगे जु जेचौ ख छ्यारा छ यदि झिसा ठो खेल झिसा जाने नेपाली समर्थक त्यो न्यने झिसा मिटको दु खसा झि खेलाडी त्यो हौसला न बढे जिउ ठुके चाहिँ रिजल्ट न झिसा जाने बालौ नटिजा जाने हेफाइरहेको जिउ न चाहिँ आशा ख मलाई ठो चिज चाहिँ डक्से मध्ये छिटो दुखे जो चाहिँ गन्ध आशा झिट पार तयारी या याना न ठो खेल चाहिँ झिसा चाहिँ सरे जुल नि छौला झिथ न फुटबल फ्यान्स त न योकै निराशा जुया जाउँदो छा झिसा छौ अस्ट्रेलिया थे न्याउ छौ वर्ल्ड कप मिठो टिम नाप झि नेपाल छन् ठयो होम ग्राउन्ड चाहिँ मिठो र झिउ दर्शक त्यो झिसा ठो खेल झिउ नेपाली न झिउ फुटबल आटको जिउ चाहिँ झिउ प्रगति चाहिँ गेखर हेउ किसिम न झिसा चाहिँ प्रदर्शन या दु अवस्था ठो खेल झिसा चाहिँ स्टगन या माउ चाहिँ प्रोस्पोन या माउ जुन झिटा योकै दुःख लगाइ सजाउँदो मलाई अब उकेलाई चाहिँ छ्यार समय परिस्थिति ठो या बाटेटा ख तर झि चाहिँ जिमसँग चाहिँ फिफा एफसी त चाहिँ बन्द चाहिँ सोसल डिस्टेन्स त्या मिट्किउला वा बन्द रङशाला मिट्किउला ध्यान झिसा प्रस्ताव चाहिँ छोयो ख तर चाहिँ गेम या मा टाइमে या मा झिसा धाइ चोंग न अथवा फिफा एफसी न ढोको चिज सोइ हिमसँग मलाई ए जुले हिमसँग चाहिँ ठो अवस्था ठिक मुजुले ठो गेम चाहिँ 2020 न्य चाहिँ जुइ मख्ने चोंगा पटी जी आठो छिट हाटे ओ छिट हाटे ठो चाहिँ झि नेपाली न जुइफु लिपा मलाई नक्सा चाहिँ सु आठो सम्भावना मुरु यहाँ अवस्था मुरु नेपाली सा तो न्युट्रल भेन्यु नजाने जुइफु चाहिँ अवस्था चाहिँ डोका है छिटो जानकारी नेपाली फुटबल दर्शक त चाहिँ सिके निराश या खेल्न जुइफु छिउ लागेला दशरङ साल ठिकै जो ओपन जो जस्तै ठो पेन्डेमिक इले फुक मानसिक तनाव अवश्य दु ओके काश्मीर तनो मानसिक तनाव दुजी मिटखौ मुखु इन्कम सोर्स न बन्द जचौ दु अझ दाइ अब ठो खिलाड तल अझ भ्रमण वो टुर यान्छुन मापी खिलाड त खे लकडाउन बन्दी जुन माउदु ओके वो देश सर्वोच्च फुटबल इनफ्याक्ट छिन सम्म जिम्मेवार पदाधिकारी ख मुखला ठो काश्मीर त्यो मनोबल बढाया त हौसला बढाया त इन्फा चाहिँ छुयान चौदुले झि अखिल नेपाल फुटबल संघ चाहिँ ठो कोभिड यो महामारीले चाहिँ झिसँग चाहिँ खेलाडी नाप मलाई जिलाइपी पदाधिकारी त नाप रेफ्री त नाप ढोको नाप झिसँग चाहिँ जु मार्फत चाहिँ छिउ मिटिङ जजाउँदो मलाई अहिले आठो चाहिँ कोभिड चाहिँ कोभिड-19 ठुए चाहिँ ढुक्कैस्त असरिला चाहिँ परि जजाउँ दु ठुके मलाई विशेष सेना चाहिँ आज अखिल नेपाल फुटबल संघ खेलाडी त्यो हको हिटियोलाई चाहिँ झिसँग चाहिँ स्वयमाउजुली झिसँग चाहिँ कोभिड-19 जुइ ढुङ्गा चाहिँ अखिल नेपाल फुटबल संघ चाहिँ लगभग छिउ मेमोरी एसोसिएसन राष्ट्रिय फुटबल खेलाडी पुरुष महिला रेफ्री कर्मचारी अहिले चाहिँ झिउ 45वटा जिल्ला एबिसी क्लब टोकिस्टमा जाने झिसँग चाहिँ कोभिड-19 न्यू चाहिँ
रात त्यहाँ चाहिँ झिसँग चाहिँ टोक्को झि सङ्घ संस्थाले त 1 करोड चान्चुन चाहिँ झिसँग चाहिँ बजेट झिसँग चाहिँ युज याना खेलाडी चाहिँ बिउ अवस्था बिट हुँको अवस्था चाहिँ छिटो जानकारी यान्तेहरू राष्ट्रिय खेलाडी टेउ लाएला इमुला दैनिक जुन इम्स चाहिँ पाए जजौँ चाहिँ इमु जुन तलब वो चाहिँ रेगुलर स्टाफ टेउ तलब वो चाहिँ झिसँग चाहिँ इन्फा बिहा चौँदु छिदाइदिउ राति रकम न फिफा छोयो थे खास ल फिफा चाहिँ ठो छोयो चाहिँ फिफाले झिसँग रिक्वेस्ट याना चाहिँ ठो चाहिँ झिमसँग ठेठे नै याट्नु ढ्या चाहिँ त्यहाँ चाहिँ अहिले फिफा स्वीकृति कराए झिसँग चाहिँ ढोको खेलाडी रेफ्री महिला अफिसियल क्लब जिल्ला डोकिसँग चाहिँ झिसँग बराबर चाहिँ दामासाई हिसाबमा चाहिँ झिसँग इना बिउ अथवा विदेशी खेलाडी हो के जस्तै एजन विदेशी खेलाडी नेपाली के थनो बन्दी लकडाउन बन्दी दिया चौदु इमो हो के चाहिँ छुया चौदुले इन्फा इम त गेना अछि डिलियन चौदु के ख अथवा विदेशी खेलाडी त्यही हो के चाहिँ नि एकदमै समस्या परे जो पनि खेलाडी र चाहिँ मलाई चाहिँ इम्रो चाहिँ रात चाहिँ न अखिल नेपाल फुटबलसँग चाहिँ ब्याजौँदु मेन चाहिँ वो क्लब यो मार्फतमा चाहिँ ठो विदेशी खेलाडी छ विदेशी खेलाडीलाई ढोको क्लब यो मार्फत उयो चाउँछु नि अहिले चाहिँ क्लब यो मार्फतमा चाहिँ यहाँ चाउँदु समस्या परि जुपिन्छ रात बिहा ठिकै छ बालवे ज्यान चाउँदु हेर्न पोलिटिक्स र मानेन अहिले उपेन जी चिनो चाहिँ छौ चाहिँ छि छौ सिनियर कासामिनो जुइ साब चाहिँ छम अठयो टाइममे चाहिँ खेलाडी त्यसो चाहिँ ठाउ ई चाहिँ गेना खेलमा थे छौ छौ सुझाव बिया दिला छौ सिनियर कासामी साब छ टाइसन जिम पर्दा मोठुलो सिनियर कासामिनो ख मतलब सिनियर खेलाडी न ख छम ओके छिनो सुझाव बिया दिला खेलाडी त थो पेन्डेमिक इले चाहिँ गेना चाहिँ खेलाडी त्यसो चाहिँ थयो चाहिँ समय चाहिँ खेलमा थे छौ अथवा पेन्डेमिक धायो चाहिँ पेन्डेमिक बेला चाहिँ ठो चाहिँ दुःखस्त समस्या चाहिँ परे जाउँदु मलाई आठो चाहिँ विशेष यहाँ चाहिँ आठो खेलाडी चाहिँ अवस्था चाहिँ खेलाडी ढाइबिला हामीले फिट ज्याचुन मापी ख मलाई अच्छा रासा यदि खेलाडी चाहिँ फिट मजुल ल्याउ इमु पर्फर्मेन्स न चाहिँ इमु चाहिँ यो कोही क्वावे अला न वो चाहिँ झि चाहिँ 80-90% न चुना चौपी खेलाडी त सक्ला ठो बन्न एकदमै 6 महिना बन्न जुलेला झि हान जेरो क्वाया माल जेरो हान 70-80-100% उन्डला उला हान टाइम लगे जी फुटबल है फुटबल हैला ठाउँ याना कने जी मखो मला फिटनेस हैलो छला गई मखो फिटनेस न वो थयवे चाहिँ थ्योरी दु गेना चाहिँ ट्रेनिङ याक्यु मला एजुले जो सुझाव चाहिँ सुधा छ खेलाडी टेट खेलाडी चाहिँ चाहिँ तो पेन्डेमिक ब्ले टोटली चाहिँ झिस छे चुना सुम्बो चुना चाहिँ चुनिसिनु सिके सुटे बनी चाहिँ छौ चाहिँ सेफ्टी स्वास्थ्य मन्त्रालय चाहिँ निर्देशन अनुसार गाइडलाइन फलो याना चाहिँ थयो छे चुना चाहिँ एक्सरसाइज यान दिशा चाहिँ बालाइरह्यो चाहिँ जो चाहिँ सल्लाह सुझाव चाहिँ खेलाडी र डुका सासा झे खे छा एक्सरसाइज हैरो विभिन्न किसिमको एक्सरसाइज झिसा याफो सासा झिसा ग्राउन्डे टिममेट या या मुजो तर इन्डिभिजुअल झे फिट जु लागि जिन हामीले सुरे जी बिहान जुना 8-9 किलोमिटर जी छे हने बिहान जुना मला आज एन खेलाडी त न ओ इन्डिभिजुअल सासा जिन झिसा जाने झे जुम मिटिङ एन खेलाडी टेट धना ढाइजौं दो झे मला एन्फा तो खेलाडी जाने फिट ज्याछौ अथ्यो गेम होइजौं दो झियो छिकबिनी थवे चाहिँ हिसाब इन्डिभिजुअल हिसाबमा छिकबिनी फिट ज्याछौ रे जाने झिसा तो खेलाडी टेट त सुझाव न ब्याजनु दो र गुली खेलाडी चाहिँ थयो इन्डिभिजुअल न इमसँग चाहिँ वर्कआउट यान्छौँ चाहिँ झिसँग चाहिँ जानकारी होइछौँ दु र झिसँग फेसबुक हेर्न सोइछौँ दु तास राष्ट्रिय खेलाडी त चाहिँ अधिकांश फिट जिमा ध्या इमसँग हसिन सियो एजुले इपि चाहिँ थयो किसिम यान्छौँ दु र जि चाहिँ राष्ट्रिय खेलाडी बाइक मलाई मेबी खेलाडी टेट न क्लबी पनि खेलाडी न जिउ चाहिँ सल्लाह सुझाव सुझु राछ एक्सरसाइज भयो या माछा छ तो कोभिड-19 ब्ले एक्सरसाइज जना झन् फिट जुया चाहिँ फिट जुल्या इम्युनिटी पावर न बढे जी मुका एजुला कोभिड-19 न ठिम हो उके लाइन छ एक्सरसाइज ला या मा धाइजन जिउ चाहिँ गुनासो दु र थयो परफर्मेन्स लिबा हैन परफर्मेन्स चाहिँ क्वे झरे मजिउ किसिम यो लागि चाहिँ
चिकपिनसँग आज चाहिँ नियमित रूपमा चाहिँ बिस्तारै बिस्तारै छ नियमित प्रशिक्षण या ढ्याउ चाहिँ लेभल चाहिँ चाहिँ मेन्टेन गर्छु नि यसले चाहिँ चिकपिन त चाहिँ सम्पूर्ण नेपाली खेलाडीले चाहिँ जो चाहिँ सुझाव छ टक्क खेलाडी चाहिँ छे चुना एकदमै सेफ यो हिसाबमा चाहिँ चिकपिनसँग चाहिँ ट्रेनिङ एक्सर्साइज यान दिस उके ढोकिसँग फाइदा जुइरहेको चाहिँ जो चाहिँ सल्लाह छु आफू पालाको सुझाव बेच्नु उपेन्द्र के लागि युपीको सुझाव जस्तै धाइ नि उपेन्द्र आठो जुन कोभिड-19 धाइ ठोला गुले निर्मूल जु टावे माली ढ्युनो खदु आछिसँग ठो कोभिड-19 नापे जोखिम जोखिम नाप नापे माने उन चुन माली ढ्युनो छिच धाइ जंगु दु मलाई थ खवइ चंगु ओके ठो हिसाबमा चाहिँ आछि नेपाली फुटबल ला नेपाली खेलकुद ता ओके चाहिँ ठो चाहिँ गेना न्यनुन थे ठो जो ठो कोभिड-19 युद्ध थि चाहिँ कि हामीले थे खेलकुद बन्दै जनि कि गटेको पहिला वैकल्पिक चाहिँ सोच छिसमा चाहिँ टेमा मलाई ठुकै लागि चाहिँ खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद हाइउला छियो चाहिँ उच्च निकाय ख मलाई खेलकुद यो इमसँग विश्व चाहिँ गयो किसिममा चाहिँ खेलकुद चलायमान जचाउँदो वो चाहिँ सोया छिसन चाहिँ राष्ट्रिय चाहिँ चाहिँ स्वास्थ्य मन्त्रालय न छौ चाहिँ खेलकुदै त चलाइमान याउ चाहिँ छौ क्राइटेरिया जानु छौ चाहिँ हैबिउसा योकै बाला थे छौ थाहा छ ठुला छिर आउथे ठो चाहिँ गुलेटको उनी रह्यो चीज फिक्स मौजुद हो ठो भ्याक्सिन प्याम हो तले छिसमा चाहिँ ठुले चाहिँ ठो ठो चाहिँ कोभिड सिरे रह्यो छिस ढ्याउ अवस्था न मरो जुरी ठुके चाहिँ आज नै छिस अन्तर्राष्ट्रिय चाहिँ प्र्याक्टिस न छिस स्वयमाला होला यो किसिममा चाहिँ ज्याचौँदो सेफ्टी हिसाबमा छिस गेना ट्रेनिङ यास जी खटी खेलकुद गतिविधि छिस चाहिँ गेउ नसा चाहिँ छे चलामान यास बालाई रह्यो चाहिँ गाइडलाइन चाहिँ खेलकुद मन्त्रालय न राष्ट्रिय खेलकुद परिषद चाहिँ त्यो गाइडलाइन्स चाहिँ हैबिउसा चाहिँ इमु अन्डर एज चोपी सङ्घ संस्था त्यसमा चाहिँ वे किसिममा खेलकुद चाहिँ न्यने बरे जुथे चौका छ्या आसा छिरा चाहिँ ह्याब्ले थेना चुनाला झि चाहिँ पार लगे जिमुको छ्यासा छिसला ठो समस्याला झिपिन वेमा मलाई ह्याब्ले ठो समस्या जुदालो केला लिपा तरो झिर खेलकुदे चाहिँ झिउ चाहिँ गतिविधि लिपालाई तरो असर परे झिउ छ्यासा झिउ जुन यो छौ खेलकुद स्ट्यान्डर्ड टु नेपाली हो मलाई वो स्ट्यान्डर्ड न झियोकै क्वालिटी थे छौ एजुले वो मेन्टेन च्याउ लागि न छिसँग चाहिँ ठो चाहिँ खेलकुद चाहिँ चलायमान यामा एजुले चाहिँ आठो चलायमान या छिसँग ध्यान मुजु खो छिसँग चाहिँ पल्याउ ख आठो खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद चाहिँ ठुकै लागि ओलम्पिक कमिटी डु इमसँग चाहिँ छौ चाहिँ गाइडलाइन चाहिँ हया ओ गाइडलाइन चाहिँ फलो चाहिँ या किसिममा चाहिँ त्यो गतिविधि चाहिँ झनै बढे या खस चाहिँ त्यो तस्कम भालाई थाहा छ थोला छिरा चाहिँ त्यो बुलेटको उनी रह्या छिसँग ट्याफो अवस्था चाहिँ मर्नु ठिकै छ छिसँग ठो विकल्प सोचाइमा आउन दोस्मा औपेन्जी कोरोना भाइरस यो खजुल थिएन चोगला नेपाली फुटबल यो असर बारे छिसँग ठुके चाहिँ भटिचा ब्रेक काया छि चाहिँ आ चाहिँ उपेन्द्र ज्यू चाहिँ फुटबल कासमी जीवन बारे व्यक्तिगत जीवन बारे भन्छ खलाउजी छिउ चाहिँ भन्छ फुटबल कासमी जीवन चाहिँ छिउ सङ्घर्ष हो मेहनत यो खकना दिला छारा छ छिसम फुटबलमा आइडियल गोल छम फुकुसिया छम आदर्श गोलकिपर गोल रक्षक न ख छिगु सङ्घर्ष हो मेहनत यो चाहिँ छिदा आइडल माने पि गोल रक्षक जुल मेबी भावी युवा पुस्ता पिन चाहिँ भन्छ प्रेरणा जुइला छिगु सङ्घर्ष हो मेहनत बारे भन्छ कना दिसले एकदम धन्यवाद प्रजित जी आठो लगभग जो फुटबलले चाहिँ गाउँ चाहिँ लगभग 30 वर्ष चाहिँ दैन मलाई टट अथवा 30 वर्ष यो दौराने यो के चाहिँ उता चराप चाहिँ जुल तर जी चाहिँ राष्ट्रिय टिमले चाहिँ ढ्याउ खसा जी 1991 चाहिँ पहिलोचोटि चाहिँ राष्ट्रिय टिमले चाहिँ यो साफ गेम यो श्रीलङ्का जो 6औं साफ गेम 5औं साफ गेममा चाहिँ जी चाहिँ प्रवेश आउनु ख राष्ट्रिय टिमले उके लागि जी पहिला सङ्घर्ष योगै याना उयो यहाँ चाहिँ जी स्कुल जी दिपेन्द्र प्रहरी स्कुलले चाहिँ जी चाहिँ अध्ययन यानु दुक्सा सेसु अनन चाहिँ जी चाहिँ फुटबल यो लागि चाहिँ जी योगै मेहनत याना एसएलसी से ढुङ्गा जी अन्डर 16 नेपाली अन्डर 16 टिमले न छनौटे चाहिँ उनुले छनौटे न जी चाहिँ प्रथम गोलकिपर रूपमा चाहिँ जी चाहिँ चेन्ज हो जोले
अहिले अनन्से जिउ चाहिँ फुटबल क्यारियर चाहिँ नि जी कन्टिन्यू चाहिँ जी फुटबल चाहिँ नि ह्याने जी चाहिँ नि बढेना अहिले बढेना जी लगभग 15 वर्ष जी राष्ट्रिय टिममा चाहिँ भिटा 5 वर्ष चाहिँ राष्ट्रिय टिम यो क्याप्टेनी रूपमा चाहिँ भिटा ऊ दौडाने चाहिँ योकै जी सङ्घर्ष नै यहाँ सङ्घर्ष मायागाउँ चाहिँ ठोट ठासे अठे वेना फैमुखो तुसाङ शेष हो त्यो सङ्घर्ष मेहनत परिश्रम जी योकै यहाँ 15 वर्ष यो दौडाने एजुनी ठो चाहिँ ठो दौडाने चिज जिउ जी चाहिँ नेपाली लागि चाहिँ साफ गेमेन गोल्ड मेडल सिल्भर मेडल ब्राउन्ज मेडल नजाने उपलब्धि चाहिँ जी हासिल यापट जिउ टिम चाहिँ हासिल यापट ठेउ किसिम चाहिँ जिउ चाहिँ 15 वर्ष चाहिँ फुटबल क्यारियर चाहिँ नियमित चाहिँ फुटबलले चाहिँ जी चाहिँ लगेज या अनि फुटबल चाहिँ 15 वर्ष लिपा चाहिँ जी 10 वर्ष ती जी चाहिँ अहिले फुटबल ढुङ्गा चाहिँ पसिसक्यो भूमिका चाहिँ निर्वाहन नेपालले गोलकिपर कोच मोरो जुनि नेपालीमा प्रथम गोलकिपर कोच रूपमा चाहिँ जी चाहिँ मलेसिया हुन तालिम नै यानुया तालिम यानुया ढुङ्गा जी नेपालले योको गोलकिपर जी चाहिँ बालक ट्रेनिङ न बिया जस्तै किरण च्याम्जुङ विकेश कुटु चाहिँ विशाल ओ गोलकिपर एकाडेमी जुर्लेन चाहिँ जी इन्टु बालक ट्रेनिङ याना आइपी जाने राष्ट्रिय टिम सफल गोलकिपर न जाने चाहिँ याना मलाई अहिले चाहिँ 10 वर्ष लिपा चाहिँ जी क्लब न सञ्चालन याना छा थयो खासे थयो चाहिँ कम्युनिटी न फुटबल यु चाहिँ सुन जाने झिसँग चाहिँ या मार हिसाब आज थन गठा गरे चाहिँ जी मटेपुर युथ एसोसिएसन न चाहिँ क्लब चाहिँ स्थापना याना अनि फुटबल ट्रेनिङ थनै पनि चाहिँ कम्युनिटी बि मस्तेर फुटबल ट्रेनिङ बिया ओ क्लब एट झिसँग चाहिँ डी डिभिजन छे ए डिभिजन टके न चाहिँ झिसँग चाहिँ हेड झि सफल जुल र आहान झि क्लब चाहिँ आर्थिक अवस्था कमजोर जो जुनि झि हान बी डिभिजन चाहिँ टु अन एसा झिसँग चाहिँ फुटबल कम्युनिटी चाहिँ फुटबल चाहिँ माहौल हेर्ला कि झिसँग ग्रासरुट कार्यक्रम मान्छे चाहिँ विभिन्न फुटबल चाहिँ तालिम ब्याच्नु आन ब्याच्नु र जी आ चाहिँ कोच सिकेँ अध्यक्ष क्लबमा अध्यक्ष हिसाबमा चाहिँ जी चाहिँ ज्या चाहिँ योग्य सञ्चनात्मक जी थाहा आ वे लिपा चाहिँ जी आसिके 2 वर्ष यहाँ अथवा चाहिँ नेतृत्व न उन मासमा फुटबल पि मनुट नेतृत्व न वेमा रह्यो चाहिँ योको पासपिन्यु चाहिँ जनगुनासो हो जुले अहिले जी जाने 2 वर्ष यहाँ चाहिँ एनफाई चुनावे जी उपाध्यक्ष न चाहिँ जी चाहिँ बाना जो चाहिँ कर्मा छिरिङ शेर्पायु चाहिँ टिममा चाहिँ जी चाहिँ उपाध्यक्ष चाहिँ प्रतिस्पर्धा याना चाहिँ जी उपाध्यक्ष न जुल अरे उपाध्यक्ष जुइ ढुङ्गा चाहिँ आज चाहिँ फुटबल यु जी योकै चाहिँ गतिविधि सञ्चालन यहाँ जुटाउँदो अखिल नेपाल फुटबल सँगै चाहिँ डेभलपमेन्ट यो कार्यक्रम चाहिँ ढोकै द जिम्मा ब्याटोहरू ग्रासरुट युथ डेभलपमेन्ट प्रोग्राम त आज चाहिँ नेपालले 45वटा जिल्ला चाहिँ ग्रासरुट फुटबल मक्सा 16-17 हजार बालबालिका छन् मस्तेसँग चाहिँ फुटबल मिट्यो चाहिँ कार्यक्रममा चिसँग अखिल नेपाल फुटबलसँग चाहिँ सूर्या ढोकोडु आवेया चिसँग युथ कार्यक्रम न चिसँग चाहिँ स्कुल लिग आयो क्लब एकाडेमी चाहिँ डेका चाहिँ एकाडेमी बिच चाहिँ प्रतियोगिता सञ्चालन या युट्युब चाहिँ योको चाहिँ कम्पिटिसन चाहिँ चिसँग चाहिँ यामा अल्छिने खेलाडी त बामलाबी खेलाडी त प्याँ भइरह्यो हिसाबमा आछि ज्यान सम्झनुहरू जी चाहिँ अनवया चिसँग चाहिँ कोच त चाहिँ बलासक खेलाडी बालाबी खेलाडी प्याँ भइरह्यो हिसाबमा चिसँग योको कोचिङ कोर्स नै याको जुन चाहिँ कोच त एजुकेट शिक्षा बिउ लागि चिसँग चाहिँ योकै चाहिँ कार्यक्रम त न चिसँग हैचुनुहरू एना चाहिँ चिसँग योकै अखिल नेपाल फुटबलसँगै 2 वर्ष यो कार्यकालले चाहिँ चिसँग चाहिँ युके चाहिँ फुटबल विकास ज्या चाहिँ यहाँ चुनाउ मलाई आज चाहिँ एजुले झिसँग चाहिँ अझै नेपाली फुटबल चाहिँ झिया गु अवस्था डु पुस्के झिसँग चाहिँ एक स्टेप अझ चाहिँ हिँड्ने बढियामा नेपाली फुटबल यो स्टार चाहिँ अझै साउथ एसिया चाहिँ अझै चुएठिकीमा रह्यो हिसाबमा झिसँग चाहिँ लङ टर्म डेभलपमेन्ट प्लान दिएका चाहिँ झिसँग ज्यान चुनाउ झिसँग चाहिँ टेक्निकल डाइरेक्टर न झिसँग नियुक्ति याना अस्ट्रेलियन टेक्निकल डाइरेक्टर न हैचौँडो हयुडो वन छि नेपाली चाहिँ फुटबल यु चाहिँ फिलोसफी न छिसँग देखि न नेपाली प्लेइङ स्टाइल न छिसँग देखि न छिसँग झिकेर हानो पिम हेर्स न छिसँग न्युटी या न मलाई सेन्टरे अन या प्रदेश न छिसँग 28 जना चाहिँ हेड त छिसँग न्युटी या न एना चाहिँ छिसँग चाहिँ फुटबल टेक्निकल डिपार्टमेन्ट चाहिँ बल्ल डेभलपिङ नेपाली फुटबल बलाइरहेको हिसाबमा छिसँग टेक्निकल डिपार्टमेन्ट एकदम बल्लका चाहिँ योको कार्यक्रम चाहिँ छिसँग चाहिँ जिलाइट बिहा छिसँग चाहिँ आज चाहिँ फुटबल चाहिँ हिँड्ने बढाइन्छ अवस्था डुबा ठिक जो पनि छिउ 30 वर्ष फुटबलले जुन योगदान बिया दिल ओके चाहिँ खिचन नमने यामा अझ छिसाला ठुलो एकदम
कंदिला मगला अचियो तो 30 वर्ष क्यारियर ए गुली सुलातौकी स्टोरी त दुजी वो झन लेपले बन्यानी तर थयो थो छियो 30 वर्ष स्टोरी गुन छियो यात्रा दुनी ओके न गुली निराशा छन्न ओल्जी गुइले तागो छन्न ओल्जी छितै दक्ले ने खुसियो छन् अलि दक्ले दुख फुटबल हे दक्ले खुसियो अलि दक्ले दुखयो छन् चाहिँ भन्छ शेयर दिसले तन दक्से फुटबल याला थो छौ चाहिँ फिजिकल गेम जो जुनि ठुके चाहिँ यो को चाहिँ घटना त न चाहिँ जोडो जो चाहिँ मिठो अवस्था है मलाई आफू शान्ति त द चाहिँ छौ भगवानको कृपा चाहिँ हजुर मिठो टाइममा चाहिँ तरौँ चाहिँ दुर्घटना चाहिँ जुइ मार द चाहिँ मलाई ओछौँ चाहिँ भगवानको कृपा चाहिँ होइन बाँड्न जाउँदो आटक मलाई तर चाहिँ ढ्याउ खस चाहिँ दक्षिण मध्ये खुसी यो छेड है हो जी फुटबलले चाहिँ जी 91 गाउँ या 93 चाहिँ नेपालमा 6 गोल्ड मेडल बङ्गलादेशे जो ढाका जो साफ गेम छैन साफ गेम गेम चाहिँ नि झिसँग चाहिँ गोल्ड मेडल पुनः इन्डिया नापो फाइनल है टाइब्रेकर चाहिँ जिए बचेन चाहिँ राइट छौ देशको लागि चाहिँ गोल्ड मेडल चाहिँ झिसँग हेउ चाहिँ जुन समय ख वो समय चाहिँ जो लागि तस्को चाहिँ खुसी चाहिँ छेड खका छ जिन छौ राष्ट्रिय लागि सु चाहिँ कन्ट्रिब्युसन या चाहिँ याना थे द चाहिँ अनुभूति ज्या त तस्को खुसी लगे जो चाहिँ वो ख मलाई अहिले चाहिँ दुकै छेड ख रासा चाहिँ आफै फुटबलै दौडाने चाहिँ नेपालले जो 8औं साफ गेम जाने छि नेपालले जुबले फाइनले जाने जुन फाइनले बङ्गलादेश ना भयो जाने जी जाने मिटे मखन डबल येलो कार्ड जुले अब वो फाइनले जी मिटे मखौ जुले वो जाने द एकदमै छ फाइनल खे याउ खेल जी मिटे मखौले द जाने एकदमै जाने आत्मग्लानी जुलो जाने जी जाने मिटुसा जी अझ बालको पर्फर्मेन्स किन चाहिँ अझै नेपालले त चाहिँ गोल्ड मेडल चाहिँ बिउ चाहिँ फैला ढाइ हिसाबमा न दयोकै चाहिँ दुःख लगे जुलो टाइममा छ चाहिँ वो टाइममा फाइनले जी नेपाल चाहिँ बङ्गलादेश अब एक गोल बुट होला अनि वो छौ न द चाहिँ जी चाहिँ वो येलो कार्ड नेम जो गेमे चाहिँ गेम भिडले एकदम अनुशासित ज्यादा भिडमा छौ जो चिरौ चाहिँ छौ मिस्टेक जो जुले डबल येलो कार्ड नल वो डबल कार्ड येलो कार्ड ने सरकार जी फाइनल भिड मन त जी भिडे मख साथ साथ चाहिँ टिम यो मनोबल भन्छ गिरे जुल र झिसँग चाहिँ फाइनलले न चाहिँ बङ्गलादेश न बीमा अवस्था बोल एजुले चाहिँ वो चाहिँ जी तरो मिस्टेक या नला हाइठे चाहिँ द चाहिँ आत्मग्लानी आर्न जो र चाहिँ वे ख जो लाइफे चाहिँ दुखो चाहिँ छेड ढ्याउ खसका ओपेन दाइ जी जी सिउ कथौ कि त चाहिँ वो जुन एन्फा विवाद एना चाहिँ क चाहिँ टुडी खेले नेशनल टिम विश्वकप क्वालिफाइङ ए टुडी खेले अभ्यास स्यामा आउ छौ घटना न दु उले छिन दुथे मंगला छौ हजुर हजुर उले चाहिँ छिप्नो चाहिँ मानसिक अवस्था चाहिँ गठे गठे ख उले सारा छ बोन छौ फुटबल यो नेपाली फुटबल छौ भता ब्ल्याक डे थे ब्ल्याक घटना कालो सुम बामलाउ घटना थे ख नि मंगला एकदम ठो चाहिँ गेर छ खेलकुदले चाहिँ राजनीतिकरण चाहिँ या त्यो जुले चाहिँ वो अवस्था वो ख मलाई वो टाइमे छा छने वो टाइमे चाहिँ फुटबल यो के विवाद चाहिँ जसौँ बोले यो चाहिँ अवस्था ख अब टाइमे चाहिँ गयो जग्गा अवस्था वो लासा यदि नेपालमा चाहिँ वो चाहिँ गेम भित्र म सा नेपाल चाहिँ सस्पेन्ड लाग्यो मलाई अथवा नेपालले चाहिँ न्यू चाहिँ फुटबल सङ्घ छौ चाहिँ फिफा चाहिँ मान्यता बिउ फुटबल सङ्घ छौ चाहिँ नेपाल सरकार चाहिँ सरकारमा बिउ चाहिँ मान्यता बिउ चाहिँ फुटबल सङ्घका वो न्यू फुटबल सङ्घ याना अब खेलाडीले चाहिँ डराउँ चाहिँ मार परे जो ख वो टाइमे मलाई अब वो टाइमे चाहिँ ढोको खेलाडी चाहिँ झि मिलेर चाहिँ झिसँग चाहिँ ठोक प्रतियोगिता चाहिँ झिसँग भिडायो उनमा ठुके लागि चाहिँ झिसँग चाहिँ ठोट फुटबल बचाउ लागि न ठोक चाहिँ प्रतियोगिता भिडाउनु मार यो चाहिँ हिसाबमा चाहिँ जिमसँग चाहिँ ठोक चाहिँ खुला चाहिँ मान्छे हुना चाहिँ प्रतियोगिता लागि तयारी चाहिँ झिसँग चाहिँ एकदमै नाजुक अवस्था चाहिँ तयारी याना चाहिँ वो टुर्नामेन्ट चाहिँ झिसँग भिडाउनु मेन चाहिँ वो चाहिँ मेन चाहिँ समस्या था यो पोलिटिकल समस्या खका जीवन गुनासो सुधार छ चाहिँ त्यो खेलकुदे चाहिँ राजनीतिक हस्तक्षेप चाहिँ या मजिद हो जिउ पनि न गुनासो ख मलाई संरक्षण चाहिँ यामा संरक्षण मजिको चाहिँ खेलकुद विकास जिम हो तर चाहिँ जना जाने हस्तक्षेप या हो मलाई चाहिँ जो चाहिँ कमिटी 4 वर्ष तक चाहिँ जुन
चाहिँ फुटबल यो चाहिँ जिम्मा ब्याटौट हो वो कमिटीलाई 4 वर्ष तक ज्याओ ज्या गिमाओ अवस्थालाई डुने ज्या गिमाल्ने वो 4 वर्ष लिपा ज्या अवस्था एउटा लिक्या रह्योला वो चाहिँ चुनावी प्रक्रिया ख वो चाहिँ चुनावमा म्यान्डेट ब्या हुने ख मुला चुनावमा चाहिँ म्यान्डेट ब्या वो चिज त चाहिँ त्यो विषय विषय चाहिँ वो चाहिँ हस्तक्षेप गर्न चाहिँ सुनै फुटबलिस्टको मुख्य सुए सुए खेल सँगै न वो चाहिँ या मुजु रह्यो चाहिँ परम्परा चाहिँ यो परम्परा चाहिँ स्थान या मुजु रह्यो जो मान्यता ख तर आयो चाहिँ खेलकुद एन चाहिँ ठो चिज चाहिँ समोरन याउ उठ्या चाहिँ डुरे आज छिटाउन चाहिँ टाइदिया एन्फा चाहिँ पहिला ठेमको एन्फा अजनल भन्छ भन्छ थकुने न विवादलाई खन्द दु यसा छिपिन चाहिँ बालको उन्फेमा ल तिमो खोय पल्सा दु अलि छि थम कासमी जुया छौ प्रशासकमा फुटबल प्रशासकमा जुया दिल अझ जिला दा छौ राजनीतिक आबद्धता बिनाए छि एन्फा उपाध्यक्ष थिए याउ जिम्मेवारी थिएन दन्यन मासु चाहिँ छुराछ छि त कासा जीवन अफ कि थो एन्फा उपाध्यक्ष जुन प्रशासकीय भूमिका दु वो भूमिका चाहिँ अफु ठेजो गुप्ती थाको गुप्ती अफु ठो चाहिँ भूमिका फरक ख छि राठे मोला छौ खेलाडी भूमिका रह्यो मेवे ख कोचको भूमिका चाहिँ मेवे ख र चाहिँ चाहिँ नेतृत्व वे ढुङ्गा भूमिकालाई चाहिँ निश्चित रूपमा ओके चाहिँ भूमिका फरकै मलाई आज चाहिँ छिटाउ ठे छिटाउ यो प्रश्न उत्तर जी चाहिँ नि मध्यनजर हेर्न चाहिँ ध्यानमा खोस चाहिँ खेलाडी चाहिँ नि जीवले चाहिँ छौए चाहिँ झिट चाहिँ टेन्सन जिउ चाहिँ सुधार्छ चाहिँ झि टिमे लाकीमा बालको मिटीमा नेपाली चाहिँ नि झन्डा झिसा चाहिँ अन्तर्राष्ट्रिय चाहिँ क्षेत्रीय चाहिँ फरफरेयामा झिसा मेहनत ढायु छिउ जग्गा छौए जग्गा झिउ सोच दया झिउए सोचे चाहिँ झिउ हने बढे जुनि जुल मलाई वो चाहिँ झिउ चाहिँ खेलाडी जीवन जुल अनि उया कोच ट्रिपले चाहिँ भूमिका अझ भचा बढाइजी यसो खेलाडीसँग कोचले चाहिँ भूमिका चाहिँ गे बढाइजी रहेछ कोचिङ होला छौ टिमैले झिसमा चाहिँ बलाका चाहिँ छौ टिम डेकमा नाउ जिमा थ कोचेको वही मलाई एजुले चाहिँ डोको इन्डिभिजुअल प्लेयर निसे काया डोको म्यानेजमेन्ट व्यवस्थापन जन डोको मिले हैन बालको ट्रेनिङ बिया बालको प्लानिङ या फुसा टिम रिजल्ट प्यावे जब टिम रिजल्ट प्याउलो अलि कोच ना जाने न्याने बढेजु ख मलाई उके चाहिँ जिमा अझ बढे जुल टुक्सा छ ढुक्क टिमै त चाहिँ झिसा चाहिँ समेटे या ना जाने ढुक्कस्ता चाहिँ अनुशासन से काया मलाई बालको ट्रेनिङ अन से काया ढुक्कस्ता छौ ठासे हेम व झन् भज ठाको खेलाडीसँग भज ठाको चाहिँ अवस्था ख अनवे आज नेतृत्व वेबले ला आज झनै चाहिँ टरो जिम्मेवारी छ्या साथै देशीय फुटबल यो चाहिँ विकासको लागि झिसा चाहिँ नीति निर्माण यामा ठासे आउ चौँदुका मलाई एजुने ठुकेला झिसा चाहिँ क्लब यो चाहिँ हको हिटियो लागि न झिसा चाहिँ विचार आमाला जिल्ला फुटबल सङ्घ यो मलाई झिके 45 वटा जिल्ला चाहिँ फुटबल सङ्घ अन्डर गरेर इमुनो चाहिँ विकासको लागि उगेन चाहिँ सोचे आमाला अनवया खेलाडी राष्ट्रिय खेलाडी पुरुष महिला खेलाडीको लागि न चाहिँ खेलाडी र झिसमा चाहिँ गे यास चाहिँ खेलाडी चाहिँ बालको प्रदर्शन या पै खेलाडीसँग बालको नतिजा बि मलाई त्यहाँ खेलाडी त किन हौसला प्रदान याको अयो किसिमको नीति निर्माण न झिसमा यामा चाहिँ जिम्मा चाहिँ आन दु र वो बाइक न झिसमा चाहिँ फुटबल लागि समग्र नेपाली फुटबल यो लागि झिसमा अन्तर्राष्ट्रिय लेभलले झिसमा चाहिँ बालको नतिजा हेउ लागि झिसमा ओभरअल स्ट्राटेजी प्लान चाहिँ देखिमा अवस्था चाहिँ आज झिके चाहिँ दुका एजुले ठुके एउटै जिम्मेवारी दु मलाई बाबा लाबी चाहिँ मनुट चाहिँ फुटबलले चाहिँ हेउ बाबा लाबी ज्या सनी मापी चाहिँ फुटबलले आइडिया डुबी मनुट एक्सपर्ट एटा चाहिँ झिसा फुटबलले चाहिँ हेउ निसे काया ठुके एउटै चाहिँ ज्या चाहिँ चाहिँ नेतृत्व लेभलले वे चाहिँ यामाउ जुले ठुके प्रतियोगिता त न बालको सञ्चालन यामला लिग त न नियमित किसिममा चाहिँ लिग चाहिँ यामला मलाई क्लब एट न प्रोत्साहन यामला अनवया चाहिँ कार्यक्रम त नझिसो योको कार्यक्रम त देखे माला वार्षिक क्यालेन्डर त देखे माला एजुले चाहिँ ठो नेतृत्व वे ढुका चाहिँ झिउ जिम्मेवारी चाहिँ योकै ढुका छ छैन झिउ चाहिँ नेतृत्वमा चाहिँ बालको ज्या फुसा नेपाली फुटबलमा चाहिँ फड्को मारेका यदि झिउ या सुने ज्या म फुसा चाहिँ ठो फुटबल चाहिँ अझ कुए हुने जुजुले ठो चाहिँ द जी चाहिँ ठो जिमाइर चाहिँ ठो मोर चाहिँ च्यालेन्ज रूपमा चाहिँ जी काइचुनु ढुका चाहिँ
अथवा खेलाडी प्रशिक्षक जस्तै पहिला मान्छे खेलकुदे लगे जो ती व्यक्ति चाहिँ प्रशासक जोली चाहिँ फाइदा चाहिँ गुली दुथे जोले ओके ठुकेला के फाइदाला ठुकेला मतलब फाइदाला हेल्थ सुया मरु खसा मगला आज चाहिँ ठुके चाहिँ छौया फाइदा सुदा आसा चाहिँ जुन नेपाली फुटबल लागि उल्मची झिसा चाहिँ थयो चाहिँ परिश्रम थयो चाहिँ सिप त झिसा चाहिँ फुटबलले लगे चाहिँ लगे जानु भो वे चिज चाहिँ त झिसा चाहिँ आर्ट नेटिटो लेभलले वया चाहिँ झिउ चाहिँ जिके दुपट्टि चाहिँ आइडिया त जिके फुटबल दु नलेज त चाहिँ झिसा चाहिँ सियर याना चाहिँ झिसा चाहिँ फुटबलले चाहिँ झ्याउने बढिया छौजको स्वार्थ चाहिँ ठुके ढुका थन वया झिसा चाहिँ मोला चाहिँ बामलाउ ज्याएना ढिबा कमाया ठन चाहिँ वइरह्यो झिका स्वयंहरुका ठु नेटिटो लेभलले वे ढुङ्गाला झिसा चाहिँ ठु ढिबा कमाया मोला तो बामलाउ ज्याएर हेउला झिसा सोचे या मुजो मोला मे झिउसँग छौया चाहिँ नेतृत्व वे ढुवा चाहिँ गेना नेपाली फुटबल त चाहिँ झिसा चाहिँ बालाग्यो गेना खेलाडी चाहिँ स्टार उन्नति या हो पुरुष महिला ते हो गेना रेफ्री ते चाहिँ स्टार उन्नति या हो मलाई गेना चाहिँ नीति निर्माण बालको फुटबल यो चाहिँ नीति नियम त बालको गेना डेग्यो यो चाहिँ झिसा चाहिँ सोच चाहिँ टेमाउ ख ए जुनि ठुके चाहिँ झिसा चाहिँ नेतृत्व लेभल वे ढुङ्गा चाहिँ झिसा चाहिँ बालको ज्या चाहिँ याना उनी खसा मलाई चाहिँ टिम चाहिँ एक टिम ज्या चाहिँ झिसा चाहिँ ज्या उनी उनी फुसा चाहिँ नेपाली फुटबल चाहिँ एकदमै बालै यो चाहिँ जिउ सोच सासा नुबी पिरा पिरिट न चाहिँ उया नुबी युवा टेट न झिसा फुटबलले आकर्षण चाहिँ याफै मलाई नसा चाहिँ थन नेतृत्व उया न चाहिँ बालको ज्या मौसा नेतृत्व उयो न खास सुए अस्तित्व दैमको छियो उनीपछि झिसा नाकमायो न जी नाकमायो न ना उनी रह्यो न डर डर दुसो हात के नेतृत्व उया वय ख उबिन युनिटीले उबिन जिथनो कमेन्ट सेक्सन लागि छौन्यु तो ओपन का लागि पाखे कमेन्ट सेक्सन ने भजन यसन हो जोंदु यी छौन्यु का ओपन का के पाखे चाहिँ छौन्य सदु अपोथे पिनियापी काश्मीर दु क्लब है स्थानीय काश्मीर त चाहिँ गुखन विकास एफआई गान यसन जन्दि दुगा ओ एकदमै जायज ख मलाई आज नै फुटबल चाहिँ गे जोंदु आसा काठमाडौँ हे दक्षिण मन्त्र तरौँ समस्या भयो झिथन फुटबल चाहिँ खेलाडी टेट फुटबल भिडियो चाहिँ ग्राउन्ड होइन फुटबल भिडियो वातावरण चाहिँ चाहिँ कम ज्याउँदो छासा काठमाडौँ झिधा ओपन स्पेस त एकदमै कम ज्याउँदो मलाई एजुली न चाहिँ छन लोकल खेलाडी त चाहिँ कम कम ज्याउँदो लोकल खेलाडी त चाहिँ आइपी न्यू जेनेरेसन पनि खेलाडी त चाहिँ इमु चाहिँ सोचे सुरासा चाहिँ मतलब चाहिँ इमी चाहिँ खालि चाहिँ ठो मोबाइल कम्प्युटर ठुके चाहिँ इन्गेज ज्याउँदो मलाई नापा जिमु पाले चाहिँ फुटबल भिडाउने छिटो चाहिँ आँखा मोबाउने मा बापीसँग छिटो बोबियो आरपी मस्ते त चाहिँ ठिक कोठा जुन न छिमी पिने भिडाउनु ल्या चाहिँ बोबीमा अवस्था वे हुँदा परिवर्तन चाहिँ 30 वर्ष योकै परिवर्तन जो अवस्था दु मलाई एजुली झिसँग चाहिँ ठो चाहिँ लोकल खेलाडी त उत्पादन या चाहिँ मा पहिला एजुली झिसँग ठो लोकल खेलाडी त उत्पादन या लागि झि एन्फान झिसँग चाहिँ ग्रासरुट कार्यक्रम चाहिँ झिसँग स्कुलले चलायामा झिसँग चाहिँ स्कुल लिग चाहिँ झिसँग चाहिँ प्रतियोगिता त योकै यामा रह्यो हिसाबमा चाहिँ झिसँग त स्कुल लिग याना स्कुल लिग त झिसँग चाहिँ देशभरि चाहिँ इन्का सिटी लिग चाहिँ कन्भर्ट यामा अहिले चाहिँ मस्त योकै स्कुलै पनि मस्त चासा खेलाडी प्याउ रह्यो स्कुलमा ख गुली स्कुलै त झिसँग फुटबल योको इन्गेज याबाट अन्त योको झिसँग चाहिँ कम्पिटिसन त बिफ ल प्रतियोगिता त बिफबाट खेलाडी त उसले इन्गेज अहिले फुटबल चाहिँ माहौल भइरह्यो चाहिँ जिउ चाहिँ भनाइ ख एजुनी अखिल नेपाल फुटबलसँग न युवा टेटा चाहिँ फुटबल आकर्षण याउ लागि चाहिँ ठो कार्यक्रम चाहिँ चाहिँ न्याउने एक्सन सुबह ओपन जी न्यासा न्यम न ओपन जी ला तो न्यम ओपन जी न सुबह बेचन गला न्यासा लिसा न्यम इस्न अलि ओपन जी छिला छौ कास जीवन छौ खेलाडी जीवन चाहिँ यक्कु ई चाहिँ विदेश न मिटा दिल जिसिका सलवाकर गोवायु सलवाकर टिम ल बैंक के जुल छि यक्कु ई विदेश न मिटा दिल छिउ अनुभव कह चाहिँ वो टाइमे छि नेपाली फुटबल वो विदेशी फुटबल लीग जुल अलि आन वो पिनिउ लीग आयो लीग छि नेपाली फुटबल स्तर गुली पाथे छौ अझ छि ह्यान्याने वन धन कि गे ख अझ छि चुए दुकी कुए दुकी गठे ख तो फुटबल स्टार्ट आयो चाहिँ यहाँ न न्याने ब्रेज चुनी ख मला अटुके नेपालले न आन न्याने ब्रेज जाउँदो नेपाली फुटबल चाहिँ मला नापायो पनि
कम्पेयर चाहिँ या खस गेर हसा चाहिँ आठो फुटबल रह्यो चाहिँ समयअनुसार परिवर्तन जुया जुनिसो जी छिटो ढ्याओ चाहिँ उपेनचित जी सु ढ्याओ ढ्याओ मा छ चाहिँ आठो नाभा चाहिँ झिसा भिडियो फुटबल हो आ भिडियो फुटबलले चाहिँ योको टेक्निकली व ट्याक्टिकली चाहिँ योको परिवर्तन चाहिँ जुडुसो झिउ झिउ जिमु टाइम भिडियो चाहिँ टेक्निकल चाहिँ अपो युजना भिडियो झि मलाई वे किसिममा चाहिँ नेपाली फुटबल वे किसिममा चाहिँ बाला तर आयो फुटबल चाहिँ के रहेछ टेक्निकल ट्याक्टिकल व स्पिड मलाई फास्ट आयो फुटबल यो फास्ट हो तर वे एडप्ट चाहिँ झिज मस्तेसँग यान्छौँ ढो बाँगा लान्छौँ ढो छा छ उख्नु न साफ तेह्रौँ साफे न झि मस्तेसँग चाहिँ योको बालको खेल भित्र साफे गोल्ड मेडल न चाहिँ हासिल आउँछ उनीहरू छिउ लागि तर उपलब्धि ख यसले चाहिँ झिउ नेपाली फुटबल चाहिँ बाँ लान्छौँ ढो मलाई समयअनुसार बाँ लान्छौँ ढो चाहिँ नापै टाइमे न जिमु टाइमे न फुटबल चाहिँ बाँला वो टाइमे न छा रहा छौ बाँला छ्याक रहा वो जिमु टाइमे जिमु लेभल भी पास योको विदेशी चाहिँ प्रोफेसनल फुटबल चाहिँ भिडुली न जिमु चाहिँ लेभल चाहिँ थाहा हुन्छ सो प्रोफेसनल फुटबलले चाहिँ योको भिडियो जुले नेपालले या फुटबल भिडियोले झिट चाहिँ नेपालले त चाहिँ योको सहयोग चाहिँ जिम्सँग यहाँ छा रहा वो टाइमे झिन छौ चाहिँ पिने भिटा छौँ योको पिने भिडियो मनो खेलाडी जुल अनौया हरि खड्का न चाहिँ मोहन बगाने भिडियो जुल अनि अनौया देवनारायण चौधरी इस्ट बङ्गाल भिडियो जुल अनौया बालगोपाल मर्जन चाहिँ महेन्द्र एन्ड महेन्द्र भिडियो जुल यसले चाहिँ जिमु टाइमे भिडियो पनि खेलाडी चाहिँ इन्डिया यो चाहिँ लिगे यो भिडियो जुलिन जिमी अहिले नेपाली वया भिडियोले चाहिँ जिउ चाहिँ जिमसँग इना चाहिँ मेबी पास मिनट न गोले न चाहिँ जो नेपाली फुटबल चाहिँ स्ट्यान्डर्ड न चाहिँ जिसँग चाहिँ ठकानु होगा यसले आन छि नेपाली फुटबल न आन छि रोहित चन्द पिने विदेशै भित्र जाउँदो मलाई आ छिन आज धाइने अभिषेक रिजाल न पिने भित्र जाउँदो किरण च्याम्जुङ न भित्र जाउँदो ए न झिसँग चाहिँ नि नेपाल न झिसँग चाहिँ आ झिसँग झि अध्यक्ष जिउन आ साउथ एसिया छौ प्रस्तावै टौडो आ चाहिँ मलाई झि वो लिगे न साउथ एसिया कोटा न छौ टेमाला ढाइ जाउँदो लिगे मलाई ढोक्सी दुध साउथ एसिया लिगे एजुले वो कोटा छौ टेबल हास जाने झि खेलाडी त न इन्डिया न यो क्लबमा चाहिँ छौ कोटा चाहिँ ल्याफ होसो अब चाहिँ झिसँग चाहिँ अध्यक्ष चाहिँ वो नियम चाहिँ साफे चाहिँ प्रस्ताव पे जाउँदो अब लागुला मजुने मलाई अब लागु यार चाहिँ लबिङ यहाँ जाउँदो अध्यक्ष एज या चाहिँ जिउ चाहिँ भनाइ सुधा छ आइपी झि युवा खेलाडी त आइपी नेसनल खेलाडी त न झिसँग योको बाबालाउ देश चाहिँ विदेश चाहिँ छोया प्रोफेसनल चाहिँ फुटबलले चाहिँ झिसँग छेफु खसा रिपी वया चाहिँ झिउ नेपाली फुटबल स्ट्यान्डर्ड चाहिँ योको चाहिँ छे ठाउँै रह्यो जिउ चाहिँ भनाइ न एजुले झिसँग योको खेलाडी एक्सपोजर यामा रह्यो जिउ चाहिँ भनाइ ढु पक्का कहो बेन्जी झिउ थो बेन्जी थो समय वो टाइम न इ न छिरेन गला झि बामाले न इ होइन अन्तिमै चाहिँ जो छिउ चाहिँ भावी योजना बारे पता भाइसले छिवा इ फिट्याउने नि जो थो अन्तिम यहाँ सवालको छि त खास भावी योजना नेपाली फुटबल भावी योजना चाहिँ सुधासा जिउ चाहिँ अखिल नेपाल फुटबल सङ्घीय छौ जिम्मेवारी पोसेन जुले द स्पेसली ग्रासरुट वो युथ डेभलपमेन्ट कमिटी चाहिँ संयोजक न द चाहिँ जिम्मा बियाटौ जुले जिउ चाहिँ टार्गेटै सुधास चाहिँ नेपाली छौ फुटबल माहौल हेउ नेपाली देश कुनै फुटबल चाहिँ मिर्कियो त्यो हिसाबमा चाहिँ ग्रासरुट 6 वर्ष चाहिँ 12 वर्ष त्यो मस्टेट चाहिँ फुटबलले चाहिँ झिसँग आकर्षण या फल ढाँछ चाहिँ अलिक योको खेलाडी चाहिँ प्या होइ अब ग्रासरुटमा प्यामा पनि खेलाडी चाहिँ झिसँग युथे चाहिँ हया युथ एकाडेमी झिसँग चाहिँ युथ एकाडेमी चाहिँ देश यो कोठा युथ एकाडेमी देखियो रह्यो चाहिँ झिसँग प्लान देख्नु एडिजन क्लब एटमा झिसँग चाहिँ एकाडेमी चाहिँ सञ्चालनमा अहिले स्कुलले न चाहिँ स्कुल नमिले या एकाडेमी सञ्चालनमा रह्यो झिसँग ज्या चाहिँ यहाँ चुनाउ एजुले अहिले वो ग्रासरुटमा वो पनि मस्टेट झिसँग चाहिँ स्कुलले तया आँखा बुङ्का एकाडेमी तया अहिले वो झिन स्कुल लिग मलाई एकाडेमी यु लिग अन्डर 15 अन्डर 18 यु लिग चाहिँ झिसँग 6 महिना तक विकेन्डले चाहिँ भिर्काइमु आँखा न मसिङ्क्यो चाहिँ योको म्याच भिर्का चाहिँ एक्सपोज yana चाहिँ अहिले झिसँग नेपाली पनि चाहिँ फ्युचर स्टार त चाहिँ उत्पादन चाहिँ यामा अहिले चाहिँ झियो राष्ट्रिय टिम चाहिँ बोलाइरह्यो हिसाबमा चाहिँ प्लानिङ yana चाहिँ याने बुढेछ जुनु एजुली चाहिँ अहिले चाहिँ एन्फान आ झिसँग कोच चाहिँ योको चाहिँ कोचिङ कोर्स त याकमा कोर्स त बाला ढ्याउ चाहिँ खेलाडी त बाला पनि खेलाडी प्याउँ रह्यो हिसाबमा
कोच न झिसँग जाने यो कोचिङ कोर्स न झिसँग जाने नेपालले चाहिँ हया चाहिँ आ चाहिँ हैजुनु हो यसले चाहिँ आठको नियमित खेल चाहिँ लिग त सञ्चालन या चाहिँ झिउन योजना हो प्लानिङ गर्छु आज नि झिउ चाहिँ भावी योजना रह्यो ठेग नेपाली फुटबल त बालाग्यो खिलाडी त चाहिँ झिसँग यो चाहिँ ग्वालियना खिलाडी त्यो सहयोग हेना खिलाडी त्यो खेल मोटिभेट हेना खिलाडी त्यो चाहिँ चाहिँ हौसले बिहा नेपाली फुटबलले चाहिँ बाबालाको रिजल्ट हेउ ताइवे झिउ चाहिँ योजना चाहिँ झि आज्यासन वेन्जी यो सुवा दु छिउ जुन देख्दु बो सफल जुइमा अलि छिउ छो नेतृत्व चाहिँ नेपाली फुटबल युन यो विकास जुइमा नेपाली खेलकुद नेपाली फुटबल बारे कोर्नाइ असर जुल अलि थये कासा जीवन बारे न यो खलान दिल जिम त यो तय दिल ओके लागि सुबा लिपान नाप्ला ओभेन्जी एकदमै सुभा पछि जे छिटाउन यो सुभा ढुक्क छि टिभी सोइचौँ पि छि फेसबुक सोइचौँ पिन्दैन यो सुभा अहिले ढुक्क जियो जाने सु जाने आग्रह रास आठो कोभिड ने महामारी जजौँले ढुक्क छे चुना सेफ स्वास्थ्य पहिला झिसँग जाने प्राथमिकता बिमा जुली ढुक्क चाहिँ म चाहिँ झि फ्यान्स अफ फुटबल लभर्स चाहिँ झि चाहिँ सुधायो खस त्यहाँ मासी वस आछ ढुक्क सेफ ज्या सुन्दिछ ढुक्क बजे ज्या सुन्छ कोरोना पो बजे ज्या चुना दिसर या जाने चाहिँ आग्रह जाने यहाँको सुभा हो बेन्जी नेवा पत्रकार राशि दबु पाकी हरेक बुधबार शनिबार जुचङ उठो फेसबुक लाइभ ज्याजो थयु भाग चाहिँ थने कोचागो जुल मेउ शनिबार मेमो छो व्यक्तित्वले से हान खला बला यागो जी आई लागि बा सुबा